हेलो गुड मर्निङ टु माई अनदर एपिसोड। आज चाहिँ हामी बाहिर जाने प्लान छ। आज पनि इभेन्ट छ। त्यो इभेन्ट चाहिँ पहिला पनि गएको हो, तर योपालि चाहिँ फेरि जाँदैछौँ। पहिला चाहिँ भिडियो सुटको लागि मात्रै गएको थियो हामी। त्यतिखेर मैले नि भिडियो बनाएको थिएँ बनाउनु चाहिँ, तर म त्यहाँ जिप लाइन खेल्ने भनेको थिएँ तर खेल्न पाएन। अब योपालि चाहिँ म खेलेर नै आउँछु। अब हाम्रो इभेन्ट प्रमोसन जस्तो प्रोग्राम छ। थाई मसाज, सिङ्गिङ बोल, काइरोप्र्याक्टिक्स, काइरो घाँटी पड्काउने, थाई मसाज के बोल्छ त्यो ठिक छ। अहिले चाहिँ अफिसमा आएँ 9 बजी, तर यो चाहिँ अफिसको लुगा। आज शनिबार खानाको पैसा दिँदैछ, त्यो लिएर बिस्तारै यहाँबाट निस्किनुपर्छ। हाम्रो 600 लिने हिसाब गडबड छ, हिसाब मिलेन। 10 रुपियाँ मैले दिनु पर्यो होइन। 1 2 3 4 5 6 ठ्याक्क मिलेन त। हिसाब गर्न जानु छैन। नमिले रहेछ। मैले गयो पहिला 490 दिन्थ्यो, अहिले 590 दियो। 100 रुपियाँ बढाएको हो। ए म त्यसमै हालेर राखिदिन्छु जे जे मैले लिने होइन। डलर दिनु न। यता हेर्नु डलर यता साटिलाई 1 रुपियाँ भने कति मैले तपाईलाई 1 रुपियाँ नभएर दुईटा 50 रुपियाँ दिन्छु। 1 रुपियाँ हुँदै भएन है। दिदी कहाँ जाने रे? कोष्टाङ्गा कोष्टाङ्गा जान्छ, ब्रासो पनि जान्छ। ब्रासो कि कोष्टाङ्गा दुई ठाउँमा जाने छत नभएको बसमा चढ्न जानलाई। त्यति बेला पानी पर्नुपर्छ। के भयो त नि? आहा कम त रमाइलो हुन्छ। अहिले चाहिँ गाडी आइसक्यो। यो गाडीमा सामान लानेहरू। एउटाले आफ्नो कारको पार्ट नै निकालिदियो यहाँ ठोकाइदिएर। निस्किन लाग्यो बिस्तारै। बाई बाई। हाम्रो लागि हो क्या हो? सबलाई एक एउटा थमाइदिएर बल्ल। अब हामी अस्तिको ठाउँ चाहिँ उतानिर। म त खाना बोकेर आएको बिहानै पकाएर। अस्ति रमाइलो थियो जस्तो लाग्छ, आज रमाइलो छैन क्या हो? ठाउँ चाहिँ उता मुनि हो। उडको स्टलहरू छ यहाँ। यहाँनिर पिज्जा चाहिँ मिठो बनाउँछ। पिङे भाज्दैछ यार। यो चाहिँ यहाँको प्राइस र कति बजीसम्म खोलिन्छ भनेर। अब सामान जिगाल्न लगाएको चट्ट पारामा। अब 1 बजीदेखि चाहिँ स्टार्ट हुने भएको छ प्रोग्राम चाहिँ। ओ सुट्टा अगेन। कस्तो लागिरहेछ सर? बबाल तर सर चाहिँ फर्स्ट टाइम इभेन्टमा होइन? Este ca momentul în care abordăm o problemă de expansionează de mână. सबलाई रुवाइदियो, के गर्यो। मान्छे रुवाएको रुवाइ छ, के भएको हो हावातालमा फोकट लालमा। सर
के अर्डर गरे हा हाय कुसारे पनि muito mesmo. Você põe sare? Sare. Bene. Muito mesmo. Você pisa na tosse? Okay. Bani. No. No. Cado. Okay. Thank you. I look like an Indian. Special one. यहाँ चाहिँ आज ब्राइडल फोटोसुट कार आउँदो रहेछ बाइक टाइम there. Vlogging start from now on. दामी ठुलो रहेछ हामी जान्छ यहाँ ट्राई गर्नलाई ओके हेलो सर दुईजनाको हाल्ने छिटो हाल्नु ल 2% या ओके मोबाइल गोजीमा हाल्ने तिमी हाल्छ दिनु मेरो यहाँ माथि जान्छ क्या दुइटै मोबाइल हाल्ने हो जाउँ यो चाहिँ चप्पल त जान्छ नि त खाली कुरा जाँदैन अहिले हट अट्याक हुन लागिसक्यो अनि नो एटेक मलाई त गाह्रो भइसक्यो अहिले गाह्रो भइसक्यो अमित मार्छ होला नि त्यसले त लिफ्ट मागेर आइहाल्ने हो कि Very excited. How is sir? Sir, आफै हाल्छ सर. First time Yes, on the first zip line. time. Yeah. Okay. No, maybe second time. But this Okay. one is first time. Yeah. जान्छ क्या हो Hands on the handles. Sit. Legs up. After the flag, legs down, okay? Legs up. Ready, guys? Up and head out, move. Woo! Okay. 3, 2, 1, and legs up. Enjoy. रुममा यो रुम जस राम्रै सुविधा देखा तर इभेन्ट के को थियो चाहिँ अहिलेसम्म बुझिनँ मैले त्यहाँ रुवाबासी पनि भयो के भने अब बुझ्दैन भाषा अनि जिप लाइन सकाएर चाहिँ अब चाहिँ सिधै त्यो तर जिप अफिस आएर लुगा चेन्ज गरेर ट्राई गरेर मात्रै एकदम रमाइलो फिल भयो एकदम दाइलाई पुरा साथी लगेर हानेको तर फर्स्टमा त नाइ भन्दै हुनुहुन्थ्यो पछि चाहिँ जिद्दी गरेर म लिएर आउँछु मुनिबाट भनेर लिएर आएर त के को इभेन्ट हो गएको मान्छेलाई नै थाहा छैन लभ म्यानेजरले त लभको बारेमा के भन्दै थियो हल्का हिन्ट दिँदै थियो रिलेसनसिपहरूको बारेमा भनेर ल अहिले चाहिँ बेलुकाको ठ्याक्क 8 बज्नलाई 3 मिनट बाँकी अनि बेलुकाको इभिनिङ चाहिँ यही हो यहाँको इभिनिङ ओके थ्याङ्क यू सो मच फर वाचिङ